हेलो साथीहरु सबैजनालाई नमस्कार। आज चाहिँ म तपाईहरुलाई रम्बल गाडीको यो दृश्य देखाउन चाहन्छु। ल हेर्नुस्, हामी साथीहरु चाहिँ यसरी रम्बल गाडीमा गाडी चलाउनु पर्छ। यहाँबाट रमाइलो पनि हुन्छ साथीहरु, हैन? टाढा टाढासम्म केही पनि देख्न सकिदैन साथीहरु। यस्तै ट्रक, बालुवा र अरु केही सामानहरु, केही पनि रुखहरु, केही देख्दैन। पानी धारा पँधेरो भन्ने त झन् नसोचे पनि हुन्छ। खाली बालुवा अनि गर्मी अनि ट्रक त्यस्तै त्यस्तै मात्रै देख्न पाउने हो। बाँकी भनेको केही पनि देख्न सक्दैन साथीहरु। ल हेर्नुस्, अनि उठहरू पनि देख्न चाहिँ सकिन्छ। यस ऊँट अनि भेडा अनि यस्तै रुखहरू, यस्तै बालुवा, अरू केही पनि देख्न सक्दैन साथीहरु। अरू भने त्यस्तै हो। बिजोक छ साथीहरु, बिजोक बिजोक। पछि 200 किलोमिटर लाग्छ छ यहाँबाट। किलोमिटर छ। पेपर दिन दृश्य छ। खानु पर्यो, बस्नु रहेछ। आफ्नो स्थानमा जानु पर्यो। ल फिलिपिनी राइस खानु पर्यो, कस्तो हुँदो रहेछ। ल अब यो फिलिपिनी राइस त मिठै जस्तो लाग्यो। बाबा स्वादिष्ट। फिलिपिनी राइस खानु पर्यो, मिठै होला जस्तो छ। त्यही त होला नि। खानु पर्यो नि यार। खाइने प्लेट भइसक्यो जस्तो लाग्छ एकछिन मलाई। भात सबै जुठो गरेर खान्छ नि, कहाँ खान्छ तिनीहरू भात? भात जुठो गरेर खान्छ हो र? होइन, मैले त आफै निकालेको थिएँ, त्यही भएर। जुठो खाँदै खान्छ। जुठो हाल्छ क्या यिनीहरूले, मुसलमान जस्तै। अनि म भात खाँदैन। तर भात त टन्नै डेक्सीभरि बनाएको छ बिहा। भात त मिठै रहेछ फेरि। हेर्नु त, हेर्दा मिठो देखिरहेछ, बासमती जस्तै। सामान गर्लाम गोलम के सामान गर्लाम गाडी मेरो भत्केर चाहिँ लाइट एउटातिरको भाँचेर मैले टिपेर लिएर आएको। मैले टिपेको होइन, भाँचेको पहिल्यै थाहा थियो। बेड लगाएको मैले, फेरि झऱ्यो जाँडो पुरै। त्यसलाई यस्तो गाडीमा हेर्दाखेरि त यस्तो हेर्छु त लाइट टक गर्छ त नि। सबबाट हान्नुपर्छ क्या। जाऊ भित्र भित्र उति बसेर सिट्नु बसेर जाऊ। होइन, अब अगाडि लाने हो क्या म गाडी। कहाँ अगाडि जाने अहिले? यस्तै छ अरे बाटो, खालिदिनु रहेछ त्यो कहिले भर्खर मैले। यस्तै अब यो बाटो यस्तै छ अरे। 200 यो सेम यस्तै 250 किलोमिटर छ अरे। ठिकै छ नि त। बाटो नबिग्री भइकन अब भलगर गएको छ क्या अरे, त्यसले भत्काउने हो कि? भलगरले भित्र भत्काउँछ। भलगर मार्दा चुत्तर कचडा रहेछ, माया सिक्नेहरू टाङ 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 उडाउँदै आउँछ। गाडी लगिसक्यो उनीहरूले। नेपालको जस्तै पो छ त।